नेपालवाद आजको अध्याय सूचना सञ्चार तथा डिजिटल शासन। अब आजको अध्यायमा हामी सिधा कुरा गर्छौँ, जनताको जीवनसँग जोडिएको विषय र जनताले नेतासँग सोध्नै पर्ने निर्णायक प्रश्नहरू। नमस्कार, म खेम शर्मा। डिजिटल शासन भनेको प्रविधिको प्रयोग मात्र होइन, डिजिटल शासन भनेको राज्यले नागरिकसँग कसरी व्यवहार गर्छ भन्ने मापदण्ड पनि हो। सेवा कति छिटो हुन्छ, निर्णय कति स्पष्ट हुन्छ, सार्वजनिक स्रोतको खर्च कति उत्तरदायी ढङ्गले हुन्छ, यी सबै कुरा डिजिटल प्रशासनको गुणस्तरले निर्धारण गर्दछ। नेपालवादको दृष्टिमा डिजिटल शासन भनेको कार्यालयमा कम्प्युटर थप्नु मात्र होइन, यो त शासन संस्कृतिलाई नागरिक केन्द्रित, नियम आधारित र परिणाममुखी बनाउने रूपान्तरण हो। डिजिटल शासन प्रविधि मात्र नभई राज्यको व्यवहार सुधार्ने प्रक्रिया पनि हो। हामीले पछिल्ला वर्षहरूमा केही सेवाहरू अनलाइन त बनायौँ, तर नागरिकको अनुभव अझै पनि धेरै ठाउँमा उही नै छ, कागजी, ढिलो र झन्झटिलो। कतै पोर्टल छ तर प्रक्रिया उही पुरानो, कतै डाटा छ तर निर्णय अनुमानमै हुन्छ, कतै प्रणाली छ तर कर्मचारी र संस्थागत क्षमता तयार भएकै छैन। र जब एउटै सेवाका लागि नागरिकले धेरै निकाय धाउनुपर्छ, धेरै पटक कागज बोकेर घुम्नुपर्छ, धेरै लाइनमा उभिनुपर्छ, त्यसलाई डिजिटल शासन भनिँदैन। यसको लक्ष्य नागरिकलाई थप क्लिक गराउनु होइन, लक्ष्य हो नागरिकको समय, श्रम र सम्मान जोगाउनु। नागरिकलाई लाइनमा उभ्याउने डिजिटल प्रणाली सुशासन होइन। अब म एउटा सजिलो प्रश्न सोध्छु, यदि नागरिकता बनाउँदा, दर्ता गर्दा, भत्ता लिन जाँदा, कर तिर्दा, व्यवसाय दर्ता गर्न हामीले अझै पनि कागज, सिफारिस, फोटो, प्रमाण र कार्यालय वा दरबार नै खोजिरहनु पर्छ भने त्यो राज्यले नागरिकलाई सेवाग्राही ठानेको हो कि धकधक चलाउने काम मात्र। नेपालवाद भन्छ डिजिटल शासनको मापदण्ड सिस्टमको सौन्दर्यता मात्र होइन, नागरिकको अनुभव हो। नागरिकको अनुभव गर्ने 3 कुरा: सेवा छिटो भयो कि भएन, प्रक्रिया स्पष्ट भयो कि भएन, सेवा लिन जाँदा नागरिकको इज्जत बच्यो कि बचेन। यी 3 मध्ये एउटा पनि असफल भयो भने हाम्रो डिजिटल शासन असफल हुन्छ। अब पहिलो कुरा, सूचना तथा सञ्चार नीति। नक्सा बिना भविष्य चल्दैन। सूचना तथा सञ्चार नीति अब दूरसञ्चारको नियममा मात्रै सीमित हुन सक्दैन। आज सूचना नीति भनेको सेवा स्वचालन, सूचना पहुँच, अभिव्यक्ति स्वतन्त्रता, नवप्रवर्तन, डाटा सुरक्षा र सार्वजनिक उत्तरदायित्व, यी सबैलाई एउटै सन्तुलनमा राख्ने राष्ट्रिय मार्गचित्र हो। प्रविधि छिटो बदलिन्छ, तर नीति स्थिर रह्यो भने शासन पछि पर्छ। नयाँ समस्या पुरानै नियमले सम्हाल्न खोज्दा झन्झट झन् बढ्न सक्छ अनि भरोसा घट्न सक्छ। त्यसैले नेपालवाद समय अनुकूल, अत्यावधिक हुने, स्पष्ट मापदण्ड भएको र बलियो संस्थागत समन्वय भएको सूचना सञ्चार नीति निर्माणमा जोड दिन्छ। समयसँग नचल्ने नीति डिजिटल भविष्यको सबैभन्दा ठुलो अवरोध हो। अब दोस्रो कुरा, डिजिटल सरकारी सेवा। अनलाइन फारम होइन, एकीकृत सेवा। डिजिटलाइजेसनको सार अनलाइन फारम भर्न लगाउनु मात्र होइन, यसको सार हो नागरिकलाई सेवा लिन धाउन नपर्ने बनाउनु। आज हाम्रो समस्या के हो? एउटै सेवाका लागि धेरै पोर्टल, धेरै कागज, धेरै कार्यालय, धेरै पटक उही विवरण। यसले समय खान्छ, खर्च बढाउँछ र नागरिकको आत्मसम्मान घटाउँछ। त्यसैले नेपालवाद भन्छ हामीलाई चाहिन्छ वान स्टप प्लेटफर्म, जहाँ नागरिकले एउटै ठाउँबाट सेवा खोज्न सक्छ, आवेदन दिन सक्छ, कागजात बुझाउन सक्छ, शुल्क तिर्न सक्छ र आफ्नो आवेदन कहाँ पुग्यो भनेर स्ट्याटस ट्र्याक गर्न सक्छ। प्रक्रिया कागजविहीन हुनुपर्छ, समयसीमा स्पष्ट हुनुपर्छ, जिम्मेवारी तोकिएको हुनुपर्छ, ट्र्याकिङ अनिवार्य हुनुपर्छ र किन रोकियो भन्ने कारण पनि देखिनुपर्छ। यही हो डिजिटल शासनको सार। सेवा राज्यको ढोकामा होइन, नागरिकको हातमा हुनुपर्छ। नेपालवादको सूत्र स्पष्ट छ, एक नागरिक, एक डिजिटल पहिचान, एकीकृत सेवा प्रणाली। अब तेस्रो कुरा, डाटा सुरक्षा र साइबर सुरक्षा, नयाँ राष्ट्रिय सुरक्षा। आजको दिनमा डाटा सुरक्षा र साइबर सुरक्षा वैकल्पिक विषय होइन, यो राष्ट्रिय सुरक्षाको नयाँ आयाम हो। नागरिकको व्यक्तिगत विवरण, आर्थिक कारोबार, सरकारी अभिलेख र नीति सम्बन्धी डाटा यही असुरक्षित भयो भने शासनको भरोसा नै ढल्छ। हामीसँग अहिले समस्या के छ? कानुनी सुरक्षा कमजोर, दक्ष जनशक्तिको अपुग, सुरक्षा मापदण्ड अस्पष्ट, आपतकालीन प्रतिक्रिया प्रणाली अपर्याप्त। नेपालवाद डाटालाई राष्ट्रको नयाँ सम्पत्ति ठान्छ र यसको सुरक्षा राज्यको पहिलो जिम्मेवारी ठान्छ। डाटा सुरक्षित भयो भने मात्र शासन स्थिर हुन्छ। यसका लागि न्यूनतम सुरक्षा मापदण्ड भनेको नियमित सुरक्षा परीक्षण, घटना भए तुरुन्त प्रतिक्रिया दिने संयन्त्र, केन्द्रीय निगरानी केन्द्र र ब्याकअप पुनर्स्थापना योजना अनिवार्य हुनुपर्छ। डिजिटल राज्यको मेरुदण्ड सुरक्षा हो। सुरक्षा कमजोर भयो भने सेवा बढ्दै जाँदा भरोसा घट्छ। अब चौथो कुरा, डिजिटल पहिचान।
सुविधा होइन, अधिकारसहितको आधार हो। डिजिटल पहिचान बिना लक्षित सेवा, प्रत्यक्ष लाभ हस्तान्तरण, सामाजिक सुरक्षा, कर प्रणाली र पारदर्शी प्रशासन सम्भव हुँदैन। तर डिजिटल आइडी सुविधा मात्रै होइन, यो त विश्वसनीय, समावेशी, गोपनीयता सुरक्षित प्रणाली हुनुपर्छ। एउटै पहिचानबाट शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, व्यवसाय दर्ता जस्ता सेवाहरू जोडिएन भने बारम्बार कागज, बारम्बार प्रमाण, बारम्बार कार्यालयको संस्कार बढ्छ। बायोमेट्रिक प्रयोगले सुरक्षा बढाउँछ, ठिक छ, तर नागरिकले सोध्नुपर्ने कुरा पनि यस्तै हो। डाटा कहाँ राखिन्छ, कसले पहुँच पाउँछ, दुरुपयोग भए दण्ड के हुन्छ, कति समयसम्म डाटा राखिन्छ, नागरिकको सहमति कस्तो हुन्छ। उद्देश्य नागरिकलाई ट्र्याक गर्नु होइन, उद्देश्य सेवा पहुँच समान, छिटो र सुरक्षित बनाउनु हो। नेपालवाद भन्छ पहिचान स्पष्ट भयो भने सेवा सरल हुन्छ, शासन उत्तरदायी हुन्छ। अब पाँचौँ कुरा, डाटा व्यवस्थापन र तथ्य आधारित निर्णय। अनुमानले देश चल्दैन। आधुनिक राज्यको मेरुदण्ड भनेको फ्याक्ट बेस्ड निर्णय हो। नेपालमा डाटा प्रशस्त छ, तर मापदण्ड कमजोर, अद्यावधिक कमजोर र उपयोग कमजोर। त्यसैले धेरै नीति अनुमानमा चल्छ, अनि अनुमानमा चलेको नीति गलत ठाउँमा खर्च हुन्छ। नेपालवाद साझा डाटा मापदण्डसहित राष्ट्रिय डाटा संरचना, सुरक्षित भण्डारण र उपयोग अनुकूल प्रणाली निर्माणमा जोड दिन्छ, जहाँ बजेट, नीति र कार्यक्रम तथ्यले निर्देशित हुन्छन्। डाटाविहीन निर्णय अन्धकारमा गरिएको शासन हो र यहाँ एउटा सन्तुलन चाहिन्छ। खुल्ला डाटा चाहिन्छ, अनुसन्धान, नवप्रवर्तन, पत्रकारिता, नागरिक निगरानीका लागि। तर संवेदनशील डाटा सुरक्षित हुनैपर्छ, नागरिकको गोपनीयता बचाउन। त्यसैले सार्वजनिक र गोप्य डाटा वर्गीकरण र स्पष्ट नीति बनाएर मात्रै चल्नुपर्दछ। अब छैठौँ कुरा, नेटवर्क र पहुँच। कमजोर नेटवर्क हुनु भनेको डिजिटल शासन कागजमै सीमित हुनु हो। नेटवर्क नै डिजिटल शासनको सडक हो। सडक कमजोर भयो भने सेवा र अवसर दुवै गन्तव्यमा पुग्दैन। दुर्गम क्षेत्रमा कमजोर कनेक्टिभिटीले अवसर केन्द्रमै थुपार्छ, अनि डिजिटल विभाजन सामाजिक विभाजनमा बदलिन्छ। समाजवाद दूरसञ्चारलाई बजारको विषय मात्र होइन, सार्वजनिक पूर्वाधारका रूपमा हेर्छ, जहाँ गुणस्तर, पहुँच र विश्वसनीयता नागरिक अधिकारसँग जोडिन्छ। कमजोर नेटवर्कले डिजिटल शासनलाई कागजमै सीमित बनाउँछ। विद्यालय, स्वास्थ्य संस्था र सेवा केन्द्रमा भरपर्दो नेटवर्क पुगेपछि मात्रै डिजिटल शासन व्यवहारमा देखिन्छ। अब सातौँ कुरा, ई शासन र स्वचालित कार्यप्रवाह। ई शासनको लक्ष्य के हो? फाइलको घुमाइ घटाउनु, मनपरी हटाउनु, ढिलाइ, दलाल र अस्पष्ट निर्णयको जरा काट्नु। कार्यप्रवाह सञ्चालनले जिम्मेवारी, चरण र समय सीमा स्पष्ट बनाउँछ। आवेदन कहाँ अड्कियो, कसको टेबलमा छ, कति दिन बाँकी छ, सबै ट्र्याक हुन्छ। यसले नागरिकलाई कार्यालयमा धाउनुपर्ने संस्कार घटाउँछ र प्रशासनलाई नतिजामुखी बनाउँछ। स्वचालन भनेको कर्मचारी हटाउनु होइन, स्वचालन भनेको अनावश्यक अड्काउने शक्ति हटाउनु हो। काम नियममा चलेपछि व्यक्ति निर्भरता गर्छ, भ्रष्टाचारका झ्याल बन्द हुन्छन् र सेवा न्यायपूर्ण बन्छ। अब आठौँ कुरा, डिजिटल साक्षरता। डिजिटल शासन प्रविधिबाट मात्र सफल हुँदैन, नागरिकको डिजिटल क्षमता निर्णायक हुन्छ। नागरिकले सेवा प्रयोग गर्न नसके प्रणाली प्रभावकारी हुँदैन, अनि दलाल, ठगी, गलत सूचना, दुरुपयोग यी सबैका जोखिम बढ्छन्। त्यसैले विद्यालयदेखि समुदायसम्म डिजिटल साक्षरता, सुरक्षित अनलाइन व्यवहार, सरकारी सेवा प्रयोग, क्षमता विस्तार नगरी शासन रूपान्तरण सम्भव छैन। विशेष गरी महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र दुर्गम समुदायका लागि लक्षित कार्यक्रम बिना डिजिटल विभाजन अझ गहिरिन्छ। तालिम भनेको मोबाइल चलाउन सिकाउनु मात्र होइन, तालिम भनेको सूचना जाँच्ने बानी, डिजिटल भुक्तानी, सरकारी सेवा प्रयोग, गोपनीयता सुरक्षा र जिम्मेवार अनलाइन व्यवहार विकास गर्नु हो। नेपालवाद भन्छ डिजिटल राज्य उपकरणले मात्र होइन, सक्षम नागरिकले चल्छ। अब नवौँ कुरा, डिजिटल अर्थतन्त्र। डिजिटल अर्थतन्त्रले रोजगारी बढाउँछ, आय बढाउँछ, प्रतिस्पर्धा बढाउँछ र नेपाललाई ग्लोबल बजार सेवासँग जोड्छ। तर स्टार्टअप र आइटी उद्योग फस्टाउन नीति स्पष्टता, पुँजी, मेन्टरसिप, बजार पहुँच, डिजिटल भुक्तानी संरचना, कानुनी सरलता र विश्वविद्यालयसँग उद्योगको सहकार्य चाहिन्छ। नेपालवाद भन्छ लक्ष्य उपभोग मात्र होइन, लक्ष्य स्थानीय समस्याको स्थानीय समाधान उत्पादन गर्ने राष्ट्र बन्नु हो। अब दसौँ कुरा, पारदर्शिता र जवाफदेहिता। पारदर्शिता बिना विश्वास टिक्दैन, विश्वास बिना सुशासन त चल्ला तर बलियो हुँदैन। योजना, बजेट, समय सीमा, प्रगति सार्वजनिक, ड्यासबोर्डमा देखिने उजुरी, ट्र्याक हुने नतिजा, मापन हुने प्रणालीले भ्रष्टाचार घटाउँछ र सेवा सुधार्छ।
नागरिकले के भयो, किन ढिला भयो, कसको जिम्मेवारी हो भन्ने प्रश्नको उत्तर सहजै पाउने अवस्था बनेपछि सत्ता होइन प्रणाली बलियो हुन्छ। सूचना दिनु उपकार होइन कर्तव्य हो। जवाफदेही भनेको गल्ती भेटिँदा सुधार गर्ने क्षमता हो। पारदर्शिता स्थापित भयो भने विकास दाबीमा होइन प्रमाणमा देखिन्छ। यहीबाट राज्य विश्वसनीय हुन्छ। अब निर्णायक मोड आउँछ। हामी भाषण सुन्छौँ, हामी बाचा सुन्छौँ, हामी नारा सुन्छौँ, तर देशलाई चाहिएको के हो? समय सीमा भएको योजना, मापन हुने नतिजा, असफल भए जिम्मेवारी। त्यसैले आज म नागरिकका तर्फबाट भोट माग्न आउने हरेक नेतालाई सभ्य तर स्पष्ट रूपमा सोध्नुपर्ने सूचना सञ्चार तथा डिजिटल शासन सम्बन्धी 11 निर्णायक प्रश्न राख्छु। कृपया तपाईँले पनि सोध्नुहोला। 1. तपाईँ डिजिटल शासन भन्नाले के बुझ्नुहुन्छ? 1 वर्षभित्र नागरिकको समय, खर्च, सम्मान जोगिने 3 सुधार के हुन्? 2. एकीकृत सेवा बिना डिजिटल शासन हुँदैन। एकै ठाउँबाट सेवा दिने प्लेटफर्ममा पहिलो 6 महिनामा कुन 10 सेवा सुरु गर्नुहुन्छ? 3. समस्या क्लिक होइन, प्रक्रिया पुरानै हुनु हो। कागजविहीन प्रक्रिया, डिजिटल हस्ताक्षर, अनलाइन भुक्तानी र ट्र्याक सहितको आवेदनदेखि नतिजासम्म सेवा पहिला कुन क्षेत्रमा लागू गर्नुहुन्छ? 4. सेवा अड्किँदा कारण र जिम्मेवारी देखिनुपर्छ। कारण, जिम्मेवार, अपेक्षित समय, देखिने ट्र्याकिङ र एक्सेलेसन प्रणाली कहिलेदेखि लागू गर्नुहुन्छ? 5. प्रणाली चलाउँदा संस्था तयार हुनुपर्छ। कर्मचारी तालिम, आइसिटी, जनशक्ति, सही पदस्थापन र कार्य सम्पादन आधारित मूल्याङ्कनको तपाईँको 1 वर्ष योजना के छ? सुरु कहाँबाट गर्नुहुन्छ? 6. डिजिटल आइडीमा गोपनीयता अनिवार्य हो। डिजिटल परिचय पत्रमा तपाईँका 5 ग्यारेन्टी के हुन्? सहमति, पहुँच नियन्त्रण, न्यूनतम डेटा भण्डारण सीमा, दुरुपयोग दण्ड अनि डाटा संरक्षण कानुन कहिलेसम्म ल्याउनुहुन्छ? 7. साइबर सुरक्षा राष्ट्रिय भरोसा हो। 1 वर्षभित्र सुरक्षा परीक्षण, न्यूनतम मापदण्ड, तुरन्त प्रतिक्रिया संयन्त्र, ब्याकअप, रिकभरी मध्ये के अनिवार्य गर्नुहुन्छ? 8. नीति अनुमानमा होइन तथ्यमा चल्नुपर्छ। स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, रोजगार, राजस्व, सेवा समयमध्ये कुन 5 राष्ट्रिय डाटा सेट एकीकृत, अद्यावधिक र विश्वसनीय बनाउनुहुन्छ र कहिलेदेखि? 9. खुला डाटा चाहिन्छ तर संवेदनशील डाटा सुरक्षित हुनुपर्छ। सार्वजनिक गोप्य डाटा वर्गीकरण नीति कहिलेसम्म ल्याउनुहुन्छ? डाटा गुणस्तर, अद्यावधिक र लेखा परीक्षणको जिम्मा कसको हो? 10. नेटवर्क बिना डिजिटल सेवा अपमान हुन्छ। दुर्गम पहाडी क्षेत्रमा दूरसञ्चार पूर्वाधार योजना के हो? 11. नागरिकले चलाउन नसके डिजिटल शासन असफल हुन्छ। महिला, ज्येष्ठ नागरिक, फरक क्षमताका नागरिक र दुर्गम क्षेत्रका लागि डिजिटल साक्षरता र वडा स्तरीय सहायता डेस्क कहिलेदेखि सुरु गर्नुहुन्छ? 1 वर्षपछि पनि सेवा ढिलो भयो, असुरक्षित रह्यो भने तपाईँ कसरी जवाफदेही बन्नुहुन्छ? हामीले डिजिटल सेवा बनायौँ भने पनि यदि नागरिक अझै लाइनमै उभिएका छन् भने त्यो डिजिटल शासन होइन। हामीले डेटा राख्यौँ भने पनि यदि निर्णय अझै अनुमानमै चल्छ भने त्यो आधुनिक शासन होइन। हामीले सिस्टम बनायौँ भने पनि यदि सुरक्षा छैन भने त्यो भरोसाको शासन होइन। अब बदल्नुपर्छ। डिजिटल शासनलाई परियोजना मात्र होइन, राज्यको चरित्र बनाऊ। सेवा छिटो बनाऊ, प्रक्रिया स्पष्ट बनाऊ, डाटा सुरक्षित बनाऊ, निर्णय तथ्यमा आधारित बनाऊ र अन्त्यमा म एउटा कुरा भन्न चाहन्छु। हामी डिजिटल शासन सफल बनाउँछौँ भने राज्य विश्वसनीय बन्छ। नारा होइन नतिजा मागौँ, बाचा होइन समयसीमा मागौँ, भिड होइन जवाफदेहिता मागौँ। धन्यवाद।